अप्रिल 6, 2022 सी इन्ट्रान्स मा नाम ननिक्लिएर म त्यति बेला रुँदै थिएँ र अहिले 3 वर्ष पछाडि अप्रिल 6, 2025 मा मेरो सेकेन्ड इयरको फाइनल एक्जामको लागि म रुँदैछु। यो मेरो पर्सनल एक्सपिरियन्स हो र यो कसैसँग मेल खान गएन त्यो समय मात्र हुनेछ। हेलो एभ्रिवान, आई एम मदन नेउपाने, करेन्टली स्टडिङ MBBS सेकेन्ड इयर इन महाराजगञ्ज मेडिकल क्याम्पस IIM। मैले चाहिँ लाइक अझै इक्जाम मेरो फाइनल इयर इक्जाम आउँदैछ होइन, जुन चाहिँ अब 17-18 दिन छ होइन। त्यही भएर पिक फ्रस्ट्रेसनमा चाहिँ पुगिसकेको छैन, अलिअलि चिल नै छ होइन, तर पनि फ्रस्ट्रेसन छ। अनि त्यही भएर यो भिडियो खिचिरहेको हो। पिक फ्रस्ट्रेसन भएको भए चाहिँ यो भिडियो खिच्ने फुर्सद नै हुन्थेन होला सायद। अनि TU को सेकेन्ड इयरको सिलेबस चाहिँ अथवा इक्जाम प्याटर्न चाहिँ कस्तो एकदमै हेक्टिक अथवा एकदमै के हो जस्तो हो कि अति नै गाह्रो जस्तो छ होइन। मेरो लाइक अहिलेसम्मको इक्जामकै सबैभन्दा गाह्रो इक्जाम हो जस्तो फिल भएको कि मलाई होइन। पढेर नि मैले 1-2 पाली नि भ्याइसकेँ होइन, रिभिजन 2 पाली नि लगभग अब मैले 2 पाली भ्याउन लागिसकेँ होइन। त्यही पनि कस्तो भयो नि, हाम्रो इक्जाम चाहिँ 3वटा पेपर हुन्छ, सिस्टम वाइज हुन्छ। फर्स्ट पेपरमा चाहिँ रेस्पी CVS सिस्टमको आउँछ, सेकेन्डमा चाहिँ GI हेपाटोबिलियरी आउँछ अनि थर्डमा चाहिँ रेनल रिप्रो र इन्डो गरेर आउँछ। अनि त्यो 3टा चाहिँ एउटा पेपर चाहिँ 120 मार्क्सको हुन्छ। अनि त्यो 120 मार्क्समा चाहिँ 6वटा सब्जेक्ट इन्क्लुड हुन्छ अनि इच सब्जेक्ट क्यारिङ 20 मार्क्स होइन। भनेको 6वटा सब्जेक्टको 20 मार्क्सले 120 मार्क्सको एउटा इक्जाम दिनुपर्छ 4 घन्टाको होइन। अनि त्यो कन्टेन्ट यति धेरै हुन्छ होइन। RER को प्याथोलोजी भनौँ न, रिप्रो इन्डोरेनलको प्याथोलोजी भन्यो भने चाहिँ अति धेरै छ कि। अनि त्यसबाट आउने मार्क्स भनेको चाहिँ 20 मार्क्स आउँछ कि इक्जाममा होइन। अनि समस्या पढ्न पनि होइन कि, पढ्दाखेरि मस्त बुझिन्छ होइन, बुझिन्छ, पढ्न नि मजा आउँछ। इक्जामको बेलामा बाहेक अरू बेला पढ्न मजा आउँछ होइन। इक्जामको बेलामा पढ्न चाहिँ मेरो लागि चाहिँ एकदमै दिगदार लाग्छ होइन, मेन त प्याथो। अरू बेला यस्तो मजा लाग्छ पढ्छु पनि होइन। इक्जामको बेलामा चाहिँ लाइक अति धेरै कन्टेन्ट भएको भएर होइन, त्यो एकदमै मिक्स हुन्छ कि, कुन यता कुनै यता भन्ने। अनि कन्फ्युजन बढी हुन्छ होइन। जस्तो दिनभरि नै पढिन्छ, अब जस्तो 35 दिन जति भयो होइन। मैले जे हाम्रो इक्जामको ग्याप भएर क्लास सकिएर इक्जामको लागि 35 दिन थियो टोटल, अहिले 17 दिन जति भयो भने अझ 17 दिन बाँकी छ। त्यसमा जे होस् मैले पहिला नै राम्रै पढेको थिएँ, अहिले नि राम्रै पढेर लगभग भ्याएँ होइन। तर त्यो यादै हुँदैन, बुझिन्छ ओरिन्छ त्यति बेला पढ्दा, तर अति धेरै कन्टेन्ट अनि उस्तै कुराहरू। अनि त्यसले गर्दा चाहिँ लास्टै हेक्टिक होइन। अनि 3वटा पेपरको इक्जाम हुन्छ होइन। अनि 3टा पेपरको इक्जाममा चाहिँ बिचमा 2-2 दिनको ग्याप छ कि। अनि त्यो 2 दिनमा 6वटा सब्जेक्ट चाहिँ कसरी पढेर भ्याउनु कि होइन। अब GI को माइक्रो भन्यो भने उति धेरै छ होइन। प्याथो त सबैको धेरै छ, रेस्पी CVS को प्याथो त अब अति नै छ होइन। एनिमिया नै कति धेरै छ, ल्युकेमिया भयो होइन। अनि त्यो पढेर अनि त्यसपछि ठिक छ, अहिले पढियो बुझियो, तर इक्जाममा गएर लेख्नको 4 घन्टा थ्योरी इक्जाम लेख्नको लागि त माइन्डमा हुनु पऱ्यो नि त। अनि लास्ट आवरमा रिभिजन गर्नको लागि अब जस्तो 6 दिन एक दिन एउटा सब्जेक्ट पढ्छु भने पनि 6 दिन लाग्छ कि। अनि त्यो 2 दिन अब रेस्पी CVSलाई त 6 दिन पढौँला अरे। अब त्यो RER को 2 दिनमा त त्यो RER को प्याथो पनि भ्याइँदैन कि पढेर, त्यति धेरै हेक्टिक छ होइन। अनि लास्टै फ्रस्ट्रेटिङ के, दिनभरि पढ्ने हो अनि त्यसपछि बेलुका सुत्ने बेलामा चाहिँ लाइक खुसी चाहिँ हुन्छ होइन, राम्रो पढेँ यार आज मैले भनेर प्राउड जस्तो नि हुन्छ आफूलाई। अब याद नहुने कुरा छुट्टै हो होइन, याद चाहिँ हुँदैन कि। अनि फेरि हेऱ्यो भने चाहिँ लाइक भन्ने हुन्छ, त्यस्तो गाह्रो हुँदैन, हेऱ्यो भने चाहिँ सम्झिहालिन्छ, कुनै चाहिँ याद नै हुँदैन। अनि त्यही मेन भनेको चाहिँ त्यो ग्याप थोरै, अनि त्यसपछि पोर्सन अति धेरै, सिलेबस अति धेरै, अनि पुरै सिस्टम के। अब जस्तो रेस्पी CVSदेखि लिएर GI सब 6वटा सिस्टम सेकेन्ड इयरमा सब पढेर भ्याउनु छ। अनि अब जस्तो रेस्पी CVS को 6 दिन पढ्यो अनि इक्जाम दियो, अनि त्यो अर्को अब 2 दिनपछि RER को इक्जाम हुन्छ। त्यो 2 दिनसम्म आउँदाखेरि 8 दिन भइसक्यो हुन्छ। अब 8 दिनसम्म RER नपढ्यो भने त सबै गइसक्यो। अनि त्यसपछि त्यो RER को देशी फेरि अर्को 2 दिन भनेको GI जो त्यति बेला सबै बिर्छ। अनि बिर्छ नि, अनि रिभिजन गर्न चाहिँ अलिक कम, त्यस्तो धेरै टाइम लाग्दैन होइन, इजी नै जस्तो नै हुन्छ। तर लाइक अति नै टाइम चाहिँ थोरै हो कि। 2 दिन चाहिँ 6वटा सब्जेक्टलाई दिनको एउटा 3टा सब्जेक्ट पढ्न कहाँ भ्याउनु होइन। तर भ्याउनै पर्छ, दिन मात्र हुँदैन, रात पनि हुन्छ होइन। इक्जाममा टक्क अगाडि सर हेरेर जानै पर्छ। ओभरअल यतिन्जेल चाहिँ एक्साइटिङ नै छ होइन। फर्स्ट इयरमा नि अति फ्रस्ट्रेट भएको थिएँ म चाहिँ।
पहिलो 120 मार्क्सको इक्जाम हाम्रो कलेजमा इन्टर्नल हुँदैन अनि त्यसपछि पहिलो पालि 120 मार्क्सको इक्जाम दिन जाँदा चाहिँ अति फ्रस्ट्रेटिङ भएको थियो अनि हत्या पनि थिएँ होइन तर अहिले चाहिँ जस त्यस्तो सिचुएसन चाहिँ छैन हुन त अझै दिन बाँकी छ 17-18 दिन छ त्यही भएर होला अलिअलि चिल भएको म अनि ठ्याक्क अप्रिल 6 देख्दाखेरि चाहिँ मलाई कस्तो भयो भने अप्रिल 6 मेरो लाइफको चाहिँ एकदम इम्पोर्टेन्ट डे हो कि त्यो दिन जस हुन त त्यो टाइम अप्रिल 6 को वरिपरि 2022 मा होइन त्यति बेला एमबीबीएस को लागि भनेर कति रोइया थियो होइन एमबीबीएस भनेर अहिले एमबीबीएस मा रोइरहिया जस एटलिस्ट होइन आफूले खोजेकै फिल्डमा रोइरहिया पास आउट भएपछि नै रुन्छन् अरे एमबीबीएस पास आउट भएपछि नि त्यही यो चाहिँ रुनी रोइरहनी पछि पनि रोइरहनी नै फिल्ड हो तर अरू बेला चाहिँ मस्ती हुन्छ होइन अरू बेला त म मस्ती गरिरहेको हुन्छु यताउता घुम्न जाने ओर्ने ब्लग बनाउने तर इक्जाम सिजन चाहिँ एकदम वर्स्ट इक्जाम सिजनको एक्सपिरियन्स त अनि त्यसपछि 3टा थ्योरी इक्जाम दिएपछि हाम्रो भाइभा हुन्छ 6वटा सब्जेक्टको छुट्टा छुट्टै भाइभा हुन्छ होइन भाइभा प्लस प्र्याक्टिकल अनि त्यसमा चाहिँ अब त्यो नि अब के भन्नु कि होइन 6वटा त्यो चाहिँ एउटा सब्जेक्ट एनाटोमीको हुन्छ त्यो सिस्टम वाइज हुँदैन त्यो चाहिँ सब्जेक्ट वाइज हुन्छ होइन अब एनाटोमीको भयो भने 6वटा सिस्टमको एकै दिन भाइभा हुन्छ कि एकै दिन जहाँबाट नि सोध्न मिल्यो होइन रेसिपी सिबिएस जिआई जहाँबाट नि सोध्न पायो त्यो त झन् अर्को फ्रस्ट्रेटिङ छ होइन त्यो त एक दिन बिदा हुन्छ त्यो एक दिन पनि हुँदैन कुनैमा त बिचमा ग्यापै हुँदैन आउने 2-3 बजेसम्म राति हान्ने अनि यस्तो 2-3 घन्टा सुत्ने अनि जाने सरी सर भन्ने निस्किने त्यस्तै हुन्छ फर्स्ट इयरको चाहिँ राम्रै भएको थियो तर जियोस यो सेकेन्ड इयर सकेपछि चाहिँ बेसिक साइन्स सकिन्छ थर्ड इयर त अब टियुको थर्ड इयर भनेको हनीमुन इयर भइहाल्यो होइन त्यसको लागि एक्साइटेड नै छु म अनि सेकेन्ड इयर सकेपछि हाम्रो 6 महिना त नहोला 4 महिना त मिनिमम पनि बिदा हुन्छ अन्त त्यो बिदा सम्झेर अहिले बसेर पढिरहेको अहिले मोटिभेट भएर पढिरहेको अनि सो कस्तो छ हजुरहरूको प्रिपरेसन मेरो साथीहरूको होइन अरू कलेजको नि टन्नै मेसेज आइरहेको हुन्छ मलाई होइन क्वेसनहरू मागिरहेको हुनुहुन्छ इन्टर्नल इक्जामको आइएमको मलाई पहिल्यै थाहा थियो यति दुःख हुन्छ भनेर मेरो साथीले चाहिँ म भन्दा एक ब्याच अगाडि पढिरहेको थियो अनि यस्तो सब भनिरहेको थियो होइन मलाई सब थाहा थियो म आफैले होइन खुट्टामा भन्छ र हान्ने तर जे होस् एकदम एडभेन्चरस छ जर्नी अनि त्यही नै हो मोटिभेसन अनि पहिलाको लागि त अब यही मोटिभेसन थियो सबै थोकको नामै निकाल्नुपर्छ भन्ने थियो अहिले चाहिँ जस त्यही लाइफ बाँचिराख्दाखेरि चाहिँ जस कुनै मोस्ट अफ द टाइम चाहिँ आनन्दै फिल हुन्छ होइन यही इक्जाम बेलामा हो अनि इक्जाम चाहिँ अलि धेरै नै हुन्छ फेरि अनि इक्जाम बेलामै अलिकति बढी फ्रस्ट्रेटेड हुने जति नै फ्रस्ट्रेसन भए पनि लास्टमा चाहिँ जस रमाइलो दिन आइहाल्छ होइन एकछिन हो यो फ्रस्ट्रेसन एकछिन हो यो दुःख त्यसपछि अलि लामो समय रमाइलो होला अनि फेरि दुःख त आइहाल्छ इक्जामको दुःख त छोड्नेवाला छैन जिन्दगीभरि यो जर्नीमा सो गाइज मस्त पढौँ होइन एकदम पोजिटिभ भम अलिअलि फ्रस्ट्रेटेड त जो पनि हुन्छ मेरो जस्तो अब टपरै भनौँ मेरो साथीहरू सबै फ्रस्ट्रेटेड छन् म पनि छु अनि सबै भइन्छ इक्जामको बेलामा यस्तै नै हो होइन बसेर पढ्न अलि गाह्रै हुन्छ तर एट द एन्ड चाहिँ अब रिजल्ट राम्रो हुन्छ पास भइन्छ अनि त्यसपछि बेसिक साइन्स सकिन्छ त्यसपछि त मस्ती हो नि त अनि यतिन्जेल मेरो भिडियोहरू पनि मैले त्यति धेरै हाल्न पाएको छैन होइन इक्जामको कारणले गर्दा सो अब लगभग मेरो वैशाख 11 गतेबाट 12 को इक्जाम सँगै सुरु हुन्छ तर 12 को इक्जाम चाँडै भइन्छ मेरो चाहिँ वैशाख 11 गतेबाट जेठ 3 गतेसम्म हुन्छ इक्जाम थ्योरी प्र्याक्टिकल गरेर त्यसपछि चाहिँ चिल हो होइन अझ 1 महिना जति भनौँ मस्त पढ्न छ र त्यसपछि चाहिँ अलि रेगुलरली मेरो भिडियोहरू आउँछ थ्याङ्क यू फर वाचिङ दिस भिडियो धन्यवाद।